अझ एडभर्टज्यू तपाईँलाई मेरो तर्फबाट मुरी धन्यवाद। यहाँ धेरैवटा पार्टीहरू आए तर कसैले पनि मेरो घरमाथि नजर लगाएन। हुन्छ 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 भन्दै त्यतिकै टार्दै गयो। यसपालि हाम्रो अझै एडभर्ट आउनु भएर उहाँलाई मैले मेरो घरहरूको जानकारी गराएँ, देखाएँ र उहाँले हुन्छ म बनाइदिन्छु भनेर खुसी भएर चाहिँ उहाँले एकदम विश्वास गर्नुभयो र अहिले मेरो घर सुरु हुँदैछ। नमस्कार। सुन्नुहोस् न, यो घरको विषयमा केही एक दुई शब्द भनिदिनुहोस् न तपाईँले, कस्तो के है? यो हाम्रो गीताङ्गेको बलबहादुर बस्नेतको घर योभन्दा 8-10 साल अगाडि नै उसको छोरा मरेर घर बनाउँदै त्यत्तिकै अहिलेसम्म हाँचिरहेको थियो। कसैले पनि यो मान्छेको लागि हेरविचार गर्दैन। अहिले हालमा हाम्रो अजय सर आइदिनु भएछ। आएर यो हेरेर एउटा उसले दुःख बुझेर उहाँले यो घर बनाइदिने सबै सामान गिराएर आजदेखि यो घरहरू बनिन थालेको छ। र हाम्रो यहाँ लाइनधुरा बासीको तर्फबाट किताङेमा जति पनि लाइनधुरा गाउँको मान्छेहरू छौँ, हामी सबैले अझै एडभर्ट साहबलाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छौँ। या त फेरि यसलाई भत्काएर यसलाई फुल गर्नु होइन, त्यसै यसलाई यहाँ फुल गरिदिउँ कि यो र यहाँ फुल हुन्छ नि? फुल हुन्छ, पछाडि फुल हुन्छ। अन्त त्यहाँ खिर्की राख्दिउँ, एउटा उयसको त्यहाँ राखिदिउँ, यहाँ राखिदिउँ गरेर बनाइदिउँ न। अन्त यतापट्टि दुईवटा खिर्की हुन्छ, पछाडि हुँदैन, अगाडि दुईवटा हुन्छ है। उयो च्यादर मजाले। र आज 28 तारिक मार्च 2025 हाम्रो यहाँ गीताङ्गेमा हाम्रो अजय दाजुले भन्नुभएको एउटा घर, एकदमै जीर्ण अवस्थामा भएको घरलाई उहाँले मरम्मतीको व्यवस्था मिलाइदिनु भएको थियो। र यसैमा हाम्रो दारीमादी समष्टिको संयोजक विकास प्रधान, विनम थापा, विपन गुरुङ उहाँहरूको सहयोगमा यो घर अहिले बनिन गइरहेछ। अहिले पूजापाठ सामानहरू सबै आइपुगेको छ। र पहिला चाहिँ माथि ट्रस्टको काम गरिनेछ यसमा।